छौं तपाईकै सिंहासनको अघि अरू छैन हाम्रो कोही ईश्वर तपाई मात्र जिउँदो आराधनाको योग्य परमेश्वर सुन्नुहोस् हामीलाई हामी पुकार्दैछौं तपाईको सामर्थिलो नाउँलाई अरू छैन त्यहाँ कुनै इनार तपाई मात्र हाम्रो कहिले पनि नसुक्ने मुहार भन्नुहोस् हामीलाई हामी जिउन पर्ने कसरी तपाईकै निम्ति अरू छैन हामीलाई ज्ञान दिने तपाई मात्र हाम्रो असल गोठालो सर्वज्ञानी
छैन आदरको योग्य एकमात्र मालिक तपाईँ अरु कोही छैन सिंहासनको योग्य एकमात्र राजा तपाईँ अरु कोही छैन आदरको योग्य एकमात्र मालिक तपाईँ अरु कोही छैन सिंहासनको योग्य एकमात्र राजा तपाईँ सारा आदर सारा महिमा तिम्रै सारा आदर सारा महिमा तिम्रै अरु कोही छैन महिमाको योग्य एकमात्र प्रभु तपाईँ अरु कोही छैन निष्कलङ्क पवित्र एकमात्र धुमान तपाईँ अरु कोही छैन महिमाको योग्य एकमात्र प्रभु तपाईँ अरु कोही छैन निष्कलङ्क पवित्र एकमात्र धुमान तपाईँ सारा आदर सारा महिमा तिम्रै सारा आदर सारा महिमा तिम्रै असल गुठालो हुँ असल गुठालोले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्दछ गोठालो मनको दिन्छु नि अन्त जाडो ल्याउँछ म बच्याउँछु निर्णय गर्छु उनको स्वर सुन्छु जहाँ हिँडाउँछ म हिँड्नेछु गोठालो मनको दिन्छु नि अन्त जहाँ डोर्याउँछ म बच्याउँछु निर्णय गर्छु उनको स्वर सुन्छु जहाँ हिँडाउँछ म हिँड्नेछु चाहे हरियो खड्कमा या शान्त मुहानमा गोठालो मनको मेरो साथ चाहे भाग
पर्वत हो या गहिरो खाडल हो गोठालो मनको मेरो साथ चाहे हरियो खड्कामा या शान्त मोहमा गोठालो मनको मेरो साथ चाहे बाबुले होस् या गहिरो खाडल होस् गोठालो मनको मेरो साथ गोठालो मनको दिन्छु नियन्त्रण जहाँ दोहोऱ्याउँछौ पछ्याउँछु निर्णय गर्छु उनको स्वर सुन्छु जहाँ हिँडाउँछु म हिँड्नेछु वासस्थान तपाईको छोडेर म कहाँ जाऊँ सामदान तपाईको कहिले एउटै कुरो मेरो हृदयले माग्दछ तपाईको पवित्र भवनमा जीवनभरि म रहन पाऊँ एउटै कुरो मेरो हृदयले माग्दछ तपाईको पवित्र भवनमा जीवनभरि म रहन पाऊँ सिंहासनमा बगेको खोलाबाट पिउन देऊ मलाई सिंहासनमा बगेको खोलाबाट पिउन देऊ मलाई येशू तपाईकै हातले जिउँदो पानी मलाई पिलाऊ येशू तपाईकै हातले जिउँदो पानी मलाई पिलाऊ एउटै कुरो मेरो हृदयले माग्दछ तपाईको पवित्र भवनमा जीवनभरि म रहन पाऊँ एउटै
कुरो मेरो हृदयले माग्दछ तपाईको पवित्र भवनमा जीवनभरि मरन पाऊँ वास्तान तपाईको छोडेर म कहाँ जाऊँ सामदान तपाईको कहिले एउटै कुरा म परमप्रभुसँग माग्दछु मैले खोजेको यही हो कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौँ किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ आफ्नो पवित्र वास्तवमा उहाँले मलाई लुकाइदिनुहुन्छ अनि एउटा चट्टानमाथि उच्च राख्नुहुन्छ